तर त्यहाँ बाटो नराम्रो छ भन्नुहुन्छ। यसरी जाने हो भन्ने चाहिँ मलाई थाहा छैन, तर कोसिस चाहिँ गर्नु पर्यो होइन। बाटो चाहिँ यस्तो छ है। बाटो यस्तो छ यस्तो। हुन्छ दुईटा ब्याग समातेको छु। गाडी हिँड्दैन नि त यहाँ, अलिक सजिलो हुन्छ क्या। मन्दिर यहाँबाट दाङ जाने यहाँ कति धेरै हातेर आउँछ नि मन्दिरमा। सुर्खेत नेपालगञ्ज काठमाडौँ विराट ओ माइ गॉड मान्छे सबै देखा न, बोल्दै बोल्दै सब देखाएको तैँले। हामी चाहिँ सबै जान लाग्यो, दुईटा अटो रिजर्भ गरेर जान लाग्यो। फुपूहरू अगाडि यो अटोमा गइसक्नु भयो, हामी चाहिँ जाँदैछौँ। मार्छु उता पछाडि पनि देखाएको, अगाडि मात्रै नदेखाएको। भुइँसम्मै लग्छु होला जस्तो मानेछु मैले। भुइँसम्म घरको बाटो त कस्तो छ अनि। बाटो कस्तो छ पछाडि। होइन म किन आउनु खोजेको भनेपछि अब म अलिक मोटी छु नि त, त्योभन्दा धेरै मोटी छु म। अनि अटोमा पनि ठाउँ होस् भनेर आएको म। त्यो सानो छ सुराग तिमीलाई त उभ्याउनु पनि सकिन्छ बसेर, मेरो ठाउँमा बसेर। हाम्रो गाउँको रोड हो, हाम्रो गाउँको दामी छ यार। हेर्नुहोस् हाम्रो माथि डाँडातिर। यता कहाँको डाँडा हो, कहाँको डाँडा भन्छन् मालदानी हो। मलाई पनि थाहा छैन। तर आज त मैले हरन बजाएको सुने होइन यार। मैले आउने बेला हरन बजाएको थिएँ। नयाँ नयाँ ठाउँको मैले देखाउँछु रोडहरू गएको अगाडि अगाडि कस्तो ब्लर आएको हो त। यो त हाम्रो दाङ जाने बाटो हो। कति टाढाबाट हामी तिनीहरू त बल्ल मजा आउँछन्। चाहिँ द जानको लागि यस्तरी हिँड्नु परेको छ। यसरी हिँडेर को जान सक्छ कि मालरानीदेखि दसौँ हल्ने बाटो खाली हे भगवान। हिँडेर त हैरान हुँदैछ। अब त हिँड्न सकेँ। त्यो भैँसी त्यही अटोमा बसेर सान झारी थियो। म यस्तरी हिँडेको छु, यस्तो दुःख छ
यिनीहरू स्कुटर आउनु क्या फोन गर्दै यो अहिले अब यहीँ राखेर अटोमा जाने भने कि देखेन अहिले त यहाँ के बोलाऊ अहिले कति राम्रो हाम्रो गाउँ पिकनिक खाना खान्छ यहाँ त हाई गाइजहरू हामीहरू चाहिँ फाइनल्ली दमा आयौँ है। हेर्नुहोस् क्या दामी देखेको छ। यही हो हाम्रो के दगरे मुना राम्रीकारा द एकदम राम्रो सुन्दरताले भरिपूर्ण भएको हाम्रो राम्रीकारा द हो। यमुना म एउटा भिडियो चाहिँ एकदम राम्रो रहेछ। अनि हामीहरू चाहिँ यहाँ आएका छौँ घुम्नको लागि होइन। यो चाहिँ मेरो बहिनी हो तर दिदी जस्तो देखिन्छ तर त्यसमा मेरो केही दोष छैन। होइन कि मेरो सबै भागेले खाइदिएर अब के गर्नु यहाँ चाहिँ एकदम राम्रो छ कि यो वातावरण है दको। यस्तो ठाउँमा कहाँबाट डाटा चल्छ? यहाँ रोड त छैन गाडी आउने, एउटा स्कुटर र एउटा बाइक त आउँदैन भने। साथीहरू सबै घुम्न आउनु होला है यहाँ। वाउ कस्तो दामी देखेको यो ताल, सो ब्युटिफुल। यहाँको नेचुरल इन्भाइरोमेन्ट चाहिँ अलि सो दामी चाहिँ छैन तर एकदम राम्रो छ है द चाहिँ। म चाहिँ पानी पर्न लाग्छ कि भिडियो नै त बनाउँदैछु म है। यो टिकटकमा हाल्नु पर्यो साथीहरू। तपाईँहरू सब गएर चाहिँ सङ्गीता ओली युट्युब च्यानलमा मैले टिकटकमै राखिदिएको छु मेरो आइडीमा। अनि त्यसपछि युट्युब च्यानलमा गएर चाहिँ मेरो भ्लगहरू हेर्नु होला। मैले चाहिँ फुल भिडियो राखेको छु कसरी कहाँदेखि आउने भनेर। बाटो कस्तो छ तपाईँहरूलाई आउनलाई सहज पनि हुनसक्छ, कोहीलाई होइन असहज पनि हुनसक्छ। तर तपाईँहरू सक्नुहुन्छ भने आउनु होला। यस्तो मौका कहिले पनि छुटाउनु हुँदैन। हामीहरू ट्याक्क पारेर है यस्तो छ राम्रीकारा द। उहाँ चाहिँ एकदम टिकटक गराउने टिकटकमा भाइरल छ। यमुना सुस्मिता ओली छ नाम। बाई बाई सबैलाई। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। म कति राम्री देखेको भनिदिनुहोस् त हो कि नै। यिनीहरू बहिनीहरू चाहिँ यिनीहरूलाई जति कुरे पनि पच्दैन कि। अनि म यिनीहरूलाई कुरेर बसिरहेको छु। यो डाँडा चाहिँ एकदम राम्रो छ तर मैले त्यहाँ टिकटक गराउनु पाइनँ। के यस्तो यो जिन्दगी गोरेटोमा होइन साथीहरू। अनि त्यसपछि म चाहिँ एक्लै पछाडि फ्याक हिँडिरहेको छु। फ्याक भन्नाले पनि भ्याट भनौँ कि स्याड रोख न के मलाई एक्लै पारिदिन्छ नि। यिनीहरू कमका बिग्रिएका छन् यिनीहरू हेर्न आफूले भिडियो बनाउन लागेको छ। अनि यिनीहरू धौ भएछ पछाडि न तँलाई धौ भयो यहाँबाट माथि देखेको भिडियो गराउनु पाए दामी हुन्थ्यो है। एउटा गराउँछु। घर फर्किँदैछौँ। अब पानी पर्न लाग्यो। फेरि पानी परेपछि यो रोड चाहिँ खत्तम छ अरे क्या।
अब के अरू जिन्दगीको गोरेटोमा यस्तै हो, पानी पर्न लाग्यो। हामीहरू घर फर्किँदैछौँ, अटोमा आएको पर्छ। उता आउँदै हुनुहुन्छ, कस्तो अँधेरो भयो। गाइजहरू उहाँहरू चाहिँ सङ्गीता दिदी